वेलकम टु इन माई ब्लग। अहिले चाहिँ हामी कहाँ जाँदैछ भनेको त मलाई केही पनि थाहा छैन। हामी बाटो गन्तव्यतिर लाग्दैछ तर गन्तव्य कहाँ केही पनि थाहा छैन। यो चाहिँ को थाहा चिनेन यो मान्छे को यता यो को मान्छे हप्सी डरेको लप्सी खान गइरहेको छ यिनीहरू छैन। मेरो ब्याग कि नबोक्ने होइन यहाँले मेरो ब्याग यो पनि भारी अन्त यो मान्छेलाई मैले ब्याग 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 अरे कहना क्या चाहते हो ब्याग बोक भनेको त ब्याग बोक्दैन कि ए अस्ति तिमीले हाम्रो ब्लग हेऱ्यो हाम्रो युट्युबमा आयो नि ब्लग हामी चाहिँ अहिले बिपी हाइवे आइपुग्यो होइन सुजलाई मेरो ब्लग छ नि युट्युबमा थाहा छ हेरेको छ चुप घोप नगर घोप गर्नुहुन्न सन्दीपा पुनु केही भन्न त भिडियोमा मलाई मेका लाडले ओए अर्चना बुनु ए प्रकृति बुनु त्यो दाइले के खाउँछु भने खरे तिमीलाई आज ऊ त्यहाँ चाहिँ हेर न के खाँदैन तिमीहरूले कुरो सितिनु कफी ब्याग बोक्दैन यार प्लिज धर्मी हुन्छ आइसु म भिडियो बनाउँछु क्या ए यत्तिको बुनु भएन मलाई केही पनि चाहिँदैन यत्तिको बुनु भएछ मैले ब्याग बोक्नु पर्छ त पर्दैन मैले ब्याग बोक्नु पर्दैन कि किनकि मेरो बहिनी छ ब्याग बोक्ने किन ब्याग बोक्यो भन त मैले बोक्नु लाग्यो नि ब्लगरलाई हान्यो भने भक्कले बनाउने किन हाँस तिमीहरू प्रदन भाइ त्यत्तिकै हाँसिरहेको यिनीहरू त ओइ किन हाँस्यो भन त मैले केही बुझेँ म त्यतिकै वा त हाँसेँ किन हाँस्यो भन किन हाँस्यो म नि हाँस्छु कि भन न किन हाँस्यो ओइ सञ्जीव किन हाँस्यो कोही यिनीहरू हिजोबाट आउँछ हाँसिर यहाँ मेरो ब्यागको उनी खुकाल्दै यो मान्छेले कामै छैन यो मान्छे जहाँ एकछिन ब्याग बोक्नु दिएको ब्याग पनि बोकेर मेरो ब्याग पनि हात यस्तो बनाइदिए काम छैन तिम्रो काम छैन हदै के काम गर्छ भन त भाडामा छु अनि कहिले काहीँ घरबाट आइछु कति राम्रो केटीहरू त वाउ नाइस साँच्चै कति राम्रो है उता अगाडि पनि आइरहेको छ अब यो भाइले केटी जिस्काउँछ यो भाइले थोड़ा मूव हुई जो तो सारा मेरा जाम बिखर गया उप्स ए आई बने के तू यो भाइले उताबाट दुईटा केटी आउँदैछ होइन चुप दुईटा केटी आउँदैछ यो भाइले जिस्काउँछ भाइ रेडी छौ रेडी अलवेज रेडी हो भाइ फेरि सोधेको के चुप भाइ फेरि जिस्काउनु रेडी भयो भाइ उता दुईटा त्यसको भाउ होइन त्यो अङ्कलहरूलाई ससुरा भा भाइको ससुरा भा अङ्कल नमस्ते भन्दा न यहाँ चाहिँ हिजो भर्खर राष्ट्रप्रधान रनिङ सिल्ड सकिएको आज प्याप्सन हो ल आज प्याप्सन सुरु आज चाहिँ प्याप्सन रहेछ हिजो राष्ट्रप्रधान सिल्ड सकेर रहेछ होइन उयो तिम्रो उमेरको छैन नगर तिम्रो उमेर राखेपछि तिम्रो उमेरको छैन नगर उयो पुलिस आयो मार्छ यसरी हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग होइन अब होइन अघि बनाइसक्यो के बोले भाइ के बोले अघि के हो सरी बिर्सिएर अघि हामी चाहिँ होइन खाजा साजा खाएर आएर बस नभएर होइन त्यस्तो होइन यसो न त भिडियो राम्रो आउँदैन क्या हाई गरिदेऊ आत्तामा इतान देशका लिनु आफै बनाउनु केही बोल त ओ अर्चना बुनु
अर्चना मेरी प्यारी अर्चना पनि सन्चै छौ अब हामी कहाँ जाने पानीपुरी खाने पानीपुरी पानीपुरी खाने पानीपुरी ओइ पानीपुरी खाने पानीपुरी पानीपुरी खाँदैन घर गएर भात खान्छु अर्को पोखरी लास्ट उयो यो सिट यति लामो सिट छ नि अब चाहिँ हामी डाइरेक्ट पोखरामा गएर भेट्छौँ है पोखरामा हामी कहाँ जाने पोखरा मेरो मुटुमा अरू कोही छ बस दिन्न म कसैलाई मेरो मुटुमा दुइटै यहाँ कस्तो छ हो कसको मुख हो यो यहाँ थियो अर्को केटी जिस्काउने भाइ केटी जिस्काउने तिमी जले देखा यार अर्को ऊ पढन्दास चाहिँ अहिले नि पढिरहेको छ काम छैन तिम्रो केही भन त केही भन न नमस्ते आज अब अहिले भिमान सिन्देल टु भिमान आयो